नमस्कार। तपाईँ कल्पना गर्नुहोस् त बाहिर चिसो मौसम छ, तपाईँ चिसो पानीले नुहाउन गइराख्नु भएको छ। जब तपाईँको शरीरमा चिसो पानी पहिलो पटक पर्छ नि, तब तपाईँ झस्किनुहुन्छ। र के तपाईँलाई थाहा छ? यो झस्काइ तपाईँको शारीरिक तथा मानसिक स्वास्थ्यको लागि लाभदायक छ। चिसो पानीले नुहाउँदाका फाइदाहरू धेरै छन्। पहिलो त यसले हाम्रो मुटु र रक्तनलीहरू राम्रो गराउँछ। जब हामी चिसो पानी शरीरमा पार्छौं, हाम्रो रक्तकोशिका र मुटुले हाम्रो शरीरको टेम्परेचर मेन्टेन गर्नको लागि बढी काम गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि यसले हाम्रो रक्त सञ्चार राम्रो गराउँछ। दोस्रो भनेको कुनै पनि चोटपटकले गर्दा हाम्रो मांसपेशी अथवा हाम्रो हाडजोनीमा समस्या छ भने चिसो पानीले नुहाउँदा सुन्निने, दुख्ने कम हुँदै जान्छ। त्यसकारण खेलाडीहरूले आफ्नो खेल सिद्धिसकेपछि चिसो पानीले नुहाउनुहुन्छ धेरैजना खेलाडीहरूले। र यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। चिसो पानीले नुहाउँदाखेरि हाम्रो सेतो कोशिका तथा एन्टी इन्फ्लामेटरी मार्कर्सहरू हाम्रो शरीरमा बढ्छ। त्यसले गर्दा हाम्रो रोगसँग लड्ने क्षमता बढ्छ। चौथो भनेको यसले हाम्रो शरीरको बोसो घटाउँछ। जब हामी चिसो पानीले नुहाउँछौँ, हाम्रो शरीरको टेम्परेचर मेन्टेन गर्नको लागि हाम्रो शरीरले शरीरमा भएको बोसोहरू पगाल्ने गर्छ। त्यो कारणले गर्दाखेरि हाम्रो बोसोहरू घट्छ। र अर्को यसले हाम्रो छाला र कपालको स्वास्थ्य राम्रो गराउँछ। तपाईहरूले पनि याद गर्नुभएको होला, जब तपाईँ जाडोमा तातो पानीले नुहाउनुहुन्छ तपाईँको छाला सुक्खा, कपाल सुक्खा हुन्छ। तर जब तपाईँ चिसो पानीले नुहाउनुहुन्छ तब हाम्रो छालामा भएका पोर्सहरू, प्वालहरू खुम्चिन्छ, सानो हुन्छ र छालामा भएको मोइस्चर अथवा चिल्लोपना र प्रोटेक्टिभ ब्यारियर्सहरूलाई चाहिँ बचाउँछ। चिसो पानीले नुहाउँदाका मानसिक फाइदाहरू पनि छन्। यसले हाम्रो ह्याप्पी हर्मोन भन्छौँ हामीले, जस्तै नोरएड्रिनालिन, एड्रिनालिन र इन्डोर्फिनहरू बढाउँछ, जसले गर्दा हाम्रो मुड राम्रो हुन्छ, हाम्रो फोकस राम्रो हुन्छ। र चिसो पानीले नुहाउँदा जब हामी पहिलो पटक चिसो पानी शरीरमा हाल्छौँ तब हामीलाई कोल्ड सक हुन्छ, हामी झस्किन्छौँ। त्यो झस्किँदा हाम्रो सिम्प्याथेटिक नर्भस सिस्टम एक्टिभेट हुन्छ। सिम्प्याथेटिक नर्भस सिस्टमले हाम्रो शरीर उत्तेजित बनाउने गर्छ र केही समयपछि हाम्रो प्यारासिम्प्याथेटिक नर्भस सिस्टम स्टिमुलेट हुन्छ। यसरी दुईटै नसाको सिस्टम, सिम्प्याथेटिक र प्यारासिम्प्याथेटिक नर्भस सिस्टम उत्तेजित हुँदा यसले हाम्रो नसा प्रणालीलाई सन्तुलित गराउँछ र हाम्रो स्ट्रेससँग डिल गर्ने क्यापेसिटी बढाउँछ। अर्को छ यसले कर्टिसोल, जुन स्ट्रेस हर्मोन हो, यसलाई चाहिँ नर्मल लेभलमा हाम्रो शरीरमा मेन्टेन गर्न हेल्प गर्छ। यति भन्दैमा के सबैले चिसो पानीले नुहाउँदा फाइदाजनक होला त? जो मानिसहरूसँग पहिले मुटुको रोग अथवा रक्त नलीहरूको रोग छ र जसको मुटु तथा रक्त नलीहरूले राम्रोसँग काम गर्न सक्दैन, त्यस्ता बिरामीहरूले जाडो सिजनमा चिसो पानीले नुहाउँदा त्यति फाइदाजनक हुँदैन। जस्तै हृदय रोग, उच्च रक्तचाप, डायबिटिज, रेनाट्स डिजिज भएका बिरामीहरूले चिसो पानीले नुहाउन त्यति फाइदाजनक हुँदैन। त्यस्तै जसको चाहिँ शरीरको तापक्रम संयोजन गर्ने क्यापेसिटी कम हुन्छ, जस्तै वृद्धा, साना केटाकेटी, गर्भवती महिलाहरू, त्यस्तो मानिसहरूले पनि जाडोमा चिसो पानीले नुहाउँदा त्यति फाइदाजनक हुँदैन। र हाम्रो आजकल मनतातो पानीले नुहाउने बानी भइसकेको छ। तर हामीले हाम्रो हेल्थ, फिजिकल र मेन्टल हेल्थ राम्रो बनाउनलाई हामीलाई चिसो पानीले नुहाउन मन छ, तर हामी डराउँछौँ। अब हामीले कसरी चिसो पानीले नुहाउन सुरु गर्न सक्छौँ त? यसको लागि चाहिँ हामीले थोरै समय चिसोमा एक्सपोज भएर बिस्तारै बिस्तारै त्यो समय बढाउन सक्छौँ। जस्तै हामीले मनतातो पानीले हामीले शरीर नुहायौँ, त्यसपछि आधा मिनेटदेखि 1 र आधा मिनेटसम्म
हामीले आइदर हाम्रो शरीरलाई चिसो पानीमा बाथटबमा भिजाउने अथवा धारो खोलेर चिसो पानी शरीरमा पर्न दिने। हामीले यो चाहिँ पहिला 30 सेकेन्डदेखि 90 सेकेन्डसम्म गर्न सकिन्छ र बिस्तारै यो सेसन चाहिँ हामीले बढाउन सकिन्छ र यसरी नै हामीले बिस्तारै चिसो पानीले नुहाउन हामी एडजस्ट हुन सक्छौँ। आई होप द्याट यो इन्फर्मेसन तपाईँहरूलाई एकदम फाइदाजनक हुनेछ र म यस्तै इन्फर्मेसन लिएर आउनेछु अर्को भिडियोमा। तबसम्मको लागि नमस्कार।